ल, भोट हालियो, अब आफ्नो काम सकियो। हामीमध्ये धेरैले यस्तै सोच्छौँ होला, होइन त? तर वास्तवमा भन्ने हो भने त्यो त एउटा मतपत्रको लामो र भनौँ न रोमाञ्चक यात्राको सुरुवात मात्रै हो। आज हामी त्यही मतको यात्रालाई खोतल्नेछौँ, मतदान केन्द्रदेखि सरकार बन्नेसम्मको पुरै प्रक्रिया। हामीले त्यो बाकसमा खसालेको सानो कागजको टुक्रा, त्यसको भविष्य के हुन्छ होला? के त्यो सुरक्षित रहन्छ? अनि त्यसलाई कसले कसरी गन्छ? आउनुहोस्, आज त्यही मतपेटिका भित्रको अलि रहस्यमय संसारमा डुबुल्की मारौँ। हो, सबै कुराको सुरुवात यही एउटा सामान्य क्षणबाट हुन्छ। एक नागरिक, एक मत। हेर्दा सामान्य लागे पनि यही सानो कामले नै लोकतन्त्रको त्यो विशाल इन्जिनलाई चलाउँछ अनि देशको भविष्य कोर्ने यात्राको पहिलो पाइला पनि यही हो। त्यसो भए यो यात्राको पहिलो स्टप कहाँ हो त? एकदम सही, मतदान केन्द्र। ल, अब मतदानको दिन त्यहाँभित्रको माहौल कस्तो हुन्छ? अलि नजिकबाट निहालौँ। मतदान केन्द्रमा छिर्ने बित्तिकै एउटा एकदमै व्यवस्थित प्रणाली देखिन्छ। पुरुष र महिलाका लागि छुट्टा छुट्टै लाइन त छँदैछ, त्यसमाथि गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिकहरूलाई विशेष प्राथमिकता दिइन्छ। मतलब लोकतन्त्रमा सहभागी हुन कसैलाई पनि कुनै किसिमको बाधा नहोस् भन्ने कुरामा ध्यान दिएको हुन्छ। अब एक मतदाताको आँखाबाट हेर्दा यो प्रक्रिया कस्तो देखिन्छ त? ल हेरौँ है। सबैभन्दा पहिले मतदाता नामावलीमा नाम चेक हुन्छ। त्यसपछि बायाँ हातको बुढी औँलामा त्यो नमेटिने मसी लगाइन्छ, जसले भोट हालिसक्यो भन्ने पक्का गर्छ। अनि मतपत्र हात पर्छ र एउटा गोप्य ठाउँमा गएर आफ्नो मनपर्ने उम्मेद्वारलाई छाप लगाइन्छ र अन्त्यमा त्यो मतपत्रलाई मतपेटिकामा खसालेपछि ल, आफ्नो काम सकियो। ल, मत त खसालियो, तर के खसालेको हरेक मत गनिन्छ त? यो प्रश्न एकदमै महत्त्वपूर्ण छ, किनभने एउटा सानो गल्तीले पनि हाम्रो मत बदर हुन सक्छ, मतलब खेर जान सक्छ। आउनुहोस्, अब आफ्नो मतलाई कसरी सदर बनाउने, कसरी सुरक्षित गर्ने भन्नेबारे कुरा गरौँ। बदर मत, यो शब्द सुन्दा सामान्य लाग्न सक्छ, तर यसको अर्थ निकै गहिरो छ। यसको सिधा मतलब हो दुःख गरेर लाइन बसेर दिएको भोट कुनै सानो प्राविधिक गल्तीले गर्दा गनिएन, त्यो आवाज अन्तिम नतिजासम्म पुगेन। यो त निकै दुःख लाग्दो कुरा हो, होइन र? अब मत बदर हुने केही सामान्य कारणहरू के हुन् त? जस्तै छाप लगाउँदा उम्मेद्वारको कोठाभन्दा बाहिर गयो भने वा दुईवटा उम्मेद्वारको चिन्हको बीचमा पर्यो भने त्यो मत बदर हुन्छ। त्यस्तै नियमले तोकेको त्यो स्वस्तिक छाप नै प्रयोग गर्नुपर्छ, औँछा छाप वा अरू कुनै चिन्ह लगायो भने त्यो मान्य हुँदैन। त्यसैले एउटै कुरा याद राखौँ, आफ्नो रोजाइको उम्मेद्वारको कोठाभित्र स्पष्ट देखिने गरी एउटा मात्र स्वस्तिक छाप। यति गरेपछि मत सुरक्षित भयो। ल, मतदानको समय सकियो। मतदान केन्द्रहरू अब सुनसान भए। तर मतपत्रको यात्रा भने अब झन रोमाञ्चक र चुनौतीपूर्ण हुँदैछ। अब सुरु हुन्छ मतपेटिकाको दौड। हरेक मतलाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने एउटा महादौड। मतदान सकिने बित्तिकै पहिलो काम हुन्छ मतपेटिकालाई सिलबन्दी गर्ने। तर यो काम लुकी छिपी हुँदैन नि। निर्वाचन अधिकृतले सबै राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मीहरूकै अगाडि सबैको रोहबरमा यो काम गर्छन्। यो प्रक्रियाले सबैलाई के विश्वास दिलाउँछ भने मतपेटिकामा कुनै किसिमको छेडछाड भएको छैन, यो सुरक्षित छ। अब सिलबन्दी भइसकेपछि यी मतपेटिकाहरूको यात्रा सुरु हुन्छ र यो यात्रा सोचे जस्तो सजिलो हुँदैन। यो त समय र सुरक्षा दुवैसँगको दौड हो। बाटोमा विभिन्न खतराहरू हुन सक्छन्, कहिलेकाहीँ त मतपेटिका लुट्ने प्रयास समेत हुन सक्छ। त्यसैले त सुरक्षा व्यवस्था एकदमै कडा बनाउनु पर्ने हुन्छ। देशको हरेक आवाजलाई समेट्न कतिसम्म मेहनत गरिन्छ भन्ने कुरा यो दृश्यले छर्लङ्ग पार्छ। सुगम ठाउँमा त गाडीले मतपेटिका ओसार्छ, तर दुर्गम पहाडहरूमा हेलिकप्टरको सहारा लिनुपर्छ। अझ कतिपय ठाउँमा त जहाँ कुनै साधनै पुग्दैन, त्यहाँ कर्मचारी र सुरक्षाकर्मीहरूले घण्टौं हिँडेर काँधमा बोकेरै ती मतपेटिकाहरूलाई मतगणना स्थलसम्म ल्याइपुर्याउँछन्। सोच्नुस् त, त्यो लामो र कठिन यात्रापछि मतपत्रहरू अन्ततः आफ्नो अन्तिम गन्तव्यमा आइपुग्छन्, मतगणना कक्ष। अब यहाँको हरेक क्षण, हरेक पल महत्त्वपूर्ण हुन्छ, किनकि यही नै हो जहाँ लाखौं नागरिकको फैसलाको ठुङ्गो लाग्छ। यो पुरै प्रक्रियाको सबैभन्दा संवेदनशील चरण नै यही हो। त्यसैले मनमा एउटा प्रश्न उठ्नु एकदमै स्वाभाविक छ।
यति धेरै कुरा दाउमा लागेको बेला मतगणना साँच्चै निष्पक्ष र पारदर्शी छ भनेर कसरी विश्वास गर्ने? यसको जवाफ हो, विश्वासको सुरुवात हुन्छ सहमतिबाट। हेर्नुहोस्, मतपेटिका खोल्नुभन्दा पहिले नै निर्वाचन अधिकृतले सबै दलका प्रतिनिधि र उम्मेद्वारहरूलाई सँगै राखेर एउटा बैठक गर्छन्। मतगणना कसरी गर्ने, कुन मतलाई सदर मान्ने, कुनलाई बदर, यस्ता सबै नियमहरूमा पहिले सबैको सहमति जुटाइन्छ अनि मात्र काम अगाडि बढ्छ। मतगणना कक्षलाई त भनौँ न एउटा अभेद्य किल्ला जस्तै बनाइन्छ। कोठालाई पहिले नै निरीक्षण गरेर सिल गरिन्छ। 24 घण्टा सुरक्षाकर्मी तैनात हुन्छन्। भित्र पस्नलाई आधिकारिक परिचय पत्र नभई हुँदैन। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हरेक दलका प्रतिनिधिले प्रत्येक मतपत्र गन्दा नजिकै बसेर आफ्नो आँखाले हेर्न पाउँछन्। यसले गर्दा कुनै पनि किसिमको धाँधलीको सम्भावना नै बाँकी रहँदैन। र त्यसपछि सबैको कडा निगरानीमा ती मतपेटिकाहरू खोलिन्छन्। एक एक गरेर मतपत्रहरूलाई छुट्याउने र गन्ने त्यो होसियारीपूर्वकको काम सुरु हुन्छ। यही प्रक्रियाले नै नागरिकले दिएको त्यो अमूल्य जनादेशलाई अन्तिम र आधिकारिक रूप दिन्छ। अहिलेसम्म हामीले मतपत्रको एउटा प्राविधिक यात्रा हेऱ्यौं, तर यो सबै दौडधुप, यत्रो सुरक्षा, यति धेरै मेहनत, आखिर यसको अर्थ के हो त? अब कुरा गरौँ कसरी एउटा सानो मतपत्रले सरकार बनाउनेसम्मको विशाल यात्रा तय गर्छ। एउटा मतको जीवनचक्र कस्तो हुन्छ? ल सर्र हेरौँ है। बिहान 7 बजे जन्मन्छ, साँझ 5 बजे मतदान केन्द्रमा आफ्नो पहिलो चरण पूरा गर्छ। त्यसपछिका केही दिन ढुवानी र मतगणनाको सङ्घर्षमा बित्छन् र अन्ततः नतिजा घोषणा भएपछि मात्रै यसले नयाँ सरकार गठनको ढोका खोल्छ। यो पुरै प्रक्रियालाई हेर्दा एउटा कुरा त एकदमै स्पष्ट हुन्छ। निर्वाचन गराउनु भनेको असाधारण रूपमा चुनौतीपूर्ण तर राष्ट्रका लागि नभई नहुने काम हो। यो साँच्चै नै एउटा विशाल र जटिल अभियान रहेछ। हो, यो यात्रा जटिल छ, जोखिमले भरिएको छ र खर्चिलो पनि छ। तर यी सबैभन्दा माथि यो लोकतन्त्रले आफ्ना नागरिकलाई गरेको सबैभन्दा सुन्दर वाचाको एउटा भौतिक स्वरूप हो। त्यो वाचा हो हरेक आवाजको मूल्य छ र त्यसलाई सुरक्षित राख्नु हाम्रो कर्तव्य हो। अन्त्यमा यो राष्ट्रिय चिन्हले हामीलाई के सम्झाउँछ भने हरेक मतपत्रले गर्ने त्यो लामो र कठिन यात्राले नै अन्ततः सिङ्गो राष्ट्रको साझा भविष्यलाई आकार दिइरहेको हुन्छ। यही त हो जनताको शक्ति। र आजको यो चर्चालाई एउटा प्रश्नमा आएर टुङ्ग्याउँ। यदि एउटा मात्र मतपत्रलाई सुरक्षित रूपमा गन्नका लागि राज्यले यति धेरै स्रोत, समय र मेहनत लगाउँछ भने यसले हामी हरेकको एक एक आवाजको वास्तविक मूल्यबारे के बताउँछ होला? यसमा एकपटक अवश्य सोचौँ।